दाङदेखि जाजरकोटसम्म भाग 11। त्यो साँझ निधारमा कोरिएका त्यो मई र अर्जुनको सम्झना बनाएर राखौं भन्ने वाक्यले सरिताको नाममा एउटा सन्नाटा छाइदियो। उनले अर्जुनको हात त समाइरहेकी थिए, तर अब त्यो स्पर्शमा पहिलेको जस्तो ढुक्कपन थिएन। अर्जुनका शब्दहरू सरिताका लागि प्रेमको स्वीकारोक्ति भन्दा बढी एउटा लक्ष्मण रेखा जस्तो बन्यो, जसलाई नाग्न दुवै असमर्थ थिए। घर फर्कदा अर्जुनको मन भारी थियो। जाजरका साँघुरा सडकहरूमा गुडिरहँदा उसको दिमागमा सरिताको त्यो भावुक अनुहार र आफ्नै घरको दैलो नाचिरहन्थ्यो। एकातिर समाजको मर्यादा र परिवारप्रतिको जिम्मेवारी थियो, अर्कोतिर सरिताको त्यो निस्वार्थ सामिप्यता। उसले ऐनामा आफ्नै अनुहार हेर्यो। उसले आफैलाई दोषी देखिरहेको थियो। उता सरिताका लागि त्यो रात निकै लामो भयो। उसले अर्जुनको काँधमा राखेको आफ्नो टाउको र उसको हातको स्पर्श अझै महसुस गरिरहेकी थिइन्। के सामिप्यताको कुनै सीमा हुन्छ र? उनले अन्धकार कोठामा सिलिङतिर हेर्दै सोचिरहेकी थिइन्। अर्जुनले देखाएको सहानुभूति र प्रेमको बीचमा एउटा मसिनो पर्खाल थियो, जसलाई अर्जुनले भत्काउन चाहेको थिएन। भोलिपल्ट अफिस पुग्दा सधैँ चाहिँ उल्लास थिएन। अर्जुन आफ्नो केबिनमा फाइलहरूमा पुरिएको थियो, तर उसको ध्यान बार बार ढोकातिर जान्थ्यो। सरिता आइन्, तर आज उनको चालमा त्यो पहिलेको जस्तो चञ्चलता थिएन। उनले अर्जुनलाई हेरेर हल्का मुस्कान त दिइन्, तर त्यो मुस्कानमा एउटा गहिरो उदासी लुकेको थियो। चिया ल्याइदिउँ अर्जुनजी? सरिताले सोधिन्। जब पहिलो पटक अर्जुनजी भन्दा उनको स्वर अलिकति काँपेको थियो। हुन्छ, तर आज धेरै काम छ सरिता, हामी छिटो सक्नुपर्छ, अर्जुनले नजर नजुदाई भन्यो। तर सरिताको आँखा लुकेको प्रश्न सामना गर्न डराइरहेको थियो। दिउँसोतिर अफिसमा एउटा चिठी आयो। अर्जुनको सरुवा काठमाडौँ हुने निश्चित भएको थियो। सरुवाको खबरले कार्यालयको भित्तामा एउटा चिसोपन थपिएको थियो। सरिताको आँखामा झल्किएको त्यो रित्तोपन देख्दा अर्जुनलाई आफ्नो निर्णय बदल्न मन नलागेको होइन, तर उसलाई थाहा थियो भावनाको आवेगमा लिएको एउटा गलत निर्णयले दुईटा जिन्दगी र धेरै सम्बन्धहरू भत्किन सक्थे। प्रोजेक्ट सकिने लागेको थियो र विभागले उसलाई नयाँ जिम्मेवारीका साथ बोलाएको थियो। यो खबर सुन्ने बित्तिकै सरिताको हातमा रहेको कलम भुइँमा खस्यो। अर्जुनले सरितालाई हेर्यो। सरिताका आँखाहरू रसाएका थिए। उनले केही बोलिनन्, मात्र आफ्नो डायरी उठाएर अफिसको छततिर लागिन्। अर्जुन पनि उसको पछि पछि गयो। छतमा हावा अलि जोडले चलिरहेको थियो। सरिताले भरिएको स्वरमा भनिन्, तपाईले भन्नुभएको थियो नि यो सामिप्यतालाई सम्झना बनाएर राखौं भनेर। सायद समयले तपाईको कुरा निकै छिटो सुनिदियो। अब त सम्झना मात्र बाँकी रहने भयो, होइन त? अर्जुन सरिताको नजिकै गयो र उसको हात समात्यो। सरिता, सरो त एउटा बहाना मात्र हो, हामी जहाँ भए पनि। होइन अर्जुनजी, सरिताले उसको कुरा काट्दै भनिन्। दूरीले भूगोल मात्र बदल्दैन, मान्छेको प्राथमिकता पनि बढ्छ। तपाईको जग बलियो छ, तपाईँ आफ्नो घर फर्किनुहुन्छ, तर मेरो यो सहाराको भित्ता त अब ढल्ने नै भयो। के अर्जुनले सरिताका लागि आफ्नो निर्णय बदल्न सक्ला? के उनीहरू यो सामिप्यता काठमाडौँ र सुर्खेतको दूरीमा हराएर जाला? बाँकी अर्को भागमा। धन्यवाद।